प्रकृतिले होस् वा परिस्थितिले हरेक पटक नेपालीकै आँखामा आँसु किन रसाउँछ? 2072 सालको विनाशकारी भूकम्पले हजारौं नेपालीको ज्यान लियो। लाखौं घर परिवारहरू प्रभावित भए। हामी ढल्यौं तर बिस्तारै उठ्दै थियौँ। घाउहरू सेलाउँदै थिए, देश फेरि सम्हालिँदै थियो। तर 2076 माघ 10 गते नेपालमा पहिलो पटक कोभिड-19 संक्रमण पुष्टि भयो। फेरि मृत्यु, फेरि सुनसान घर, फेरि आफ्ना मान्छे गुमाउने पीडा। हामी त्यसबाट पनि उठ्दै थियौँ, आशाहरू पलाउँदै थिए। तर 2082 भाद्र 23 र 24 गते जेन्जी आन्दोलनले फेरि देशलाई हल्लायो। धेरै नेपालीले ज्यान गुमाए र अहिले फेरि 2083 भाद्र 10 गते रसुवाबाट आएको बाढीले हिमाली क्षेत्रमा ठूलो विनाश मचाउँदै फेरि अर्को घाउ थपिदिएको छ। भूकम्प, महामारी, आन्दोलन, बाढी, पहिरो। हामी एउटा पीडाबाट उठ्न नपाउँदै अर्को पीडाले ढलाइरहेको छ। तर प्रश्न एउटै छ, आखिर नेपालीले कहिले पाउने सुख? कहिलेसम्म हाम्रो पुस्ताले पीडा मात्रै सहिरहने? कहिलेसम्म आमाको काख रित्तिँदै जाने? हामीलाई दया होइन, सुरक्षित भविष्य चाहिएको छ। किनकि नेपालले दुःख मात्रै भोगिरहने देश होइन। नेपालले पनि एक दिन आँसु होइन, आशाले भरिएको बिहान देख्नुपर्छ। नेपालले कहिले पाउनेछ सुख?